अन्डा र गुन्द्रुक बनाउन गइरहेको छु। म चाहिँ जिरा खोर्सानी लसुन पड्काएको छु अनि गुन्द्रुक पनि तयार गरेर राखेको छु। अन्डा र गुन्द्रुक चाहिँ एकदम मिठो हुन्छ, जाडोमा अमिलो अमिलो मिठो हुन्छ। गुन्द्रुक गोलभेडा कट गरेर राखेको छु। यहाँ चाहिँ एउटा अन्डा छ, यो रातो भएपछि अन्डा फ्राई गर्ने अनि गुन्द्रुक हाल्ने। हातले मोबाइल समाउनु पर्यो भएर अन्डा चाहिँ फोटो भिडियो खिच्नै पाएन। मजाले भर्नुपर्छ। गुन्द्रुक पनि यसरी हाल्दिनु। छिटो छिटो बन्ने तरकारी चाहिँ केही खाउँ जस्तो नभएको बेलामा यो चाहिँ छिटो पनि हुने मिठो पनि हुने तरकारीमा पर्छ। हल्का बेसार हालिदिएको छु, हल्का नुन, हल्का जिराको धुलो अनि खोर्सानी छ, त्यही पनि मलाई चाहिँ अलिक कलर आएको मनपर्छ। अनि यो पनि गोलभेडा पनि हालिदिन्छु। अलिकति चाहिँ अदुवा लसुनको पेस्ट हाल्दा अलिकति स्वाद आउँछ। म यसलाई चलाउँछु अनि एकदिन छोपेर राखिदिन्छु। एकछिन गोलभेडा चाहिँ पाक्न दिनुपर्छ। गोलभेडा हालेपछि चाहिँ यति ग्रेभी भइसकेको छ। मैले चाहिँ पिठो भिजाएर राखेको छु अलिकति। पिठो हालेपछि चाहिँ बाक्लो बाक्लो झोल हुन्छ, मिठो हुन्छ। पिठोसँग फेरि पिठो डल्लो गर्छ अनि पानी अलिकति हालिदिएको छु। अब भक्कलक्क उम्लिन्छ अनि खानाको लागि रेडी भयो। यसरी रेडी भइसकेको छ खानाको लागि। अब तयार भयो मेरो गुन्द्रुक भटमास, गुन्द्रुक र अन्डा। गुन्द्रुक यहाँ भिडियो बनाएको झन् भिडियो नै गरेँ, त्यही भएर यो लास्टको हालिदिनु लाग्यो क्या मैले।